दक्षिण चीन सागर विश्व राजनीतिको सबैभन्दा संवेदनशील र विवादित क्षेत्रमध्ये एक हो, जहाँ चीनको बढ्दो सैन्य उपस्थिति र अमेरिकी नौसेनाको नेभिगेसनको स्वतन्त्रता अभियानका कारण दुई महाशक्ति बीचको तनाव निरन्तर उच्च रहँदै आएको छ। यो तनाव केवल सैन्य बल प्रदर्शनमा मात्र सीमित छैन, बरु यो अत्याधुनिक रक्षा प्रविधि र गुप्तचरीको एक अदृश्य प्रतिस्पर्धा पनि हो। 2 महिना अघि सुरु भएको एक यस्तै प्रतिस्पर्धामा अमेरिकाले आफू विजयी भएको दाबी गरेको छ। यो प्रतिस्पर्धा अमेरिकी सैन्य हेलिकप्टर र लडाकु विमानको भग्नावशेष खोज्ने र उद्धार गर्ने विषयमा केन्द्रित थियो, जसको मुख्य उद्देश्य अमेरिकी अत्याधुनिक रक्षा प्रविधि चीनको हातमा पुग्नबाट जोगाउनु थियो। लामो समयसम्म विश्वमा रक्षा प्रविधिमा अमेरिकाको एक छत्रलाज भए पनि पछिल्लो समय चीनले रक्षा क्षेत्रमा गरेको अभूतपूर्व प्रगतिले गर्दा चीन अमेरिकालाई चुनौती दिने अवस्थामा पुगेको छ। सन् 2025 को अक्टोबर महिनामा दक्षिण चीन सागरमा भएको दुर्घटनामा अमेरिकी नौसेनाका 2 महत्त्वपूर्ण एयरक्राफ्ट, एउटा MH-60R सीहक हेलिकप्टर र एउटा सुपर हर्नेट FA-18 लडाकु विमान एकै ठाउँमा करिब आधा घण्टाको अन्तरालमा खसेका थिए। शान्तिकालको समयमा अमेरिकी सेनाका 2 महत्त्वपूर्ण एयरक्राफ्ट यसरी छोटो अन्तरालमा एउटै स्थानमा खस्नुलाई असामान्य मानिएको छ, जसले तत्कालै भूराजनीतिक संवेदनशीलतालाई बढाएको थियो। दुर्घटना भएको क्षेत्र चीनले आफ्नो क्षेत्रीय जल क्षेत्र दाबी गर्ने विवादित इलाका नजिकै थियो। प्रारम्भमा अमेरिकाले दुर्घटनामा चीनको कुनै हात हुन सक्ने आशंका व्यक्त गरे पनि पछि अमेरिकी विज्ञहरूले नै यस सम्भावनालाई खारेज गरिदिए। उनीहरूको निष्कर्ष अनुसार चीनले दक्षिण चीन सागरमा यति ठूलो गल्ती गरेर अमेरिकालाई सीधा चुनौती दिने जोखिम उठाउन सक्दैन, बरु यो दुर्घटना अमेरिकी प्रणालीको खराबी वा सम्भवतः खराब इन्धन गुणस्तरको कारण भएको हुन सक्ने अनुमान गरियो। यद्यपि दुर्घटनाको कारण जेसुकै भए पनि यसले अमेरिकी नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती दियो। दुर्घटनापछि जहाजका भग्नावशेषलाई तत्काल खोजी सङ्कलन गर्न अमेरिकामाथि दबाव थपियो, किनभने ती विमानहरूमा जडान गरिएका अत्यन्त उन्नत प्रविधिहरू, राडार प्रणाली, इलेक्ट्रोनिक वारफेयर क्षमताहरू र सबैभन्दा महत्त्वपूर्ण एन्टी सबमरिन प्रणाली चिनिया सेनाको हातमा पर्नु भनेको अमेरिकाले आफ्ना उन्नत प्रविधि चीनको हातमा सुम्पनु बराबर थियो, किनकि चीनलाई रिभर्स इन्जिनियरिङमा विश्वमै कुख्यात मानिन्छ। विशेष गरी अमेरिकी चिन्ताको विषय समुद्रमा खसेका विमानहरूमा रहेका गोप्य र उन्नत प्रविधिहरू नै हुन्। दुर्घटना भएको MH-60R हेलिकप्टरमा जडान गरिएको एयरबोर्न लो फ्रिक्वेन्सी सोनार नामक प्रणाली थियो, जसलाई डिपिङ सोनार पनि भनिन्छ। यो सोनार प्रणालीलाई हेलिकप्टरबाट पानीभित्र डुबाइन्छ। पानीभित्र पुगेपछि यसले कम फ्रिक्वेन्सीका ध्वनि तरङ्गहरू उत्सर्जन गर्छ, जसको वेभलेन्थ लामो हुने भएकाले गहिराइमा र धेरै टाढासम्मको क्षेत्र कभर गर्न सक्छ। यी ध्वनि तरङ्गहरूले पनडुब्बी वा पानीभित्रका वस्तुहरूलाई ठक्कर दिएर फर्किन्छन्, जसको विश्लेषण गरेर सोनारले पनडुब्बीको सही स्थान पत्ता लगाउन सक्छ। पनडुब्बी पत्ता लगाउने यो क्षमता अहिले विश्वमा अमेरिकाका लागि निर्णायक मानिन्छ र यो प्रविधि चीनसँग छैन। दक्षिण चीन सागर पनडुब्बी युद्धको लागि एक प्रमुख क्षेत्र भएकोले यदि चीनले यो प्रविधि कपी गर्न पाएको भए यसले उसको एन्टी सबमरिन वारफेयर क्षमतालाई रातारात नयाँ स्तरमा पुर्याउने थियो, जुन अमेरिकी पनडुब्बीहरूको परिचालनका लागि ठूलो खतरा बन्न सक्थ्यो। यही कारणले अमेरिकाले सम्भवतः भग्नावशेषहरू खोज्न निकै मिहिनेत गर्नुपर्थ्यो। अक्टोबरमा दुर्घटना भएपछि अमेरिकी नौसेनाको 7औं फ्लिटले तत्कालै भग्नावशेषको खोजी र उद्धारका लागि आफ्ना विशेष साल्भेज शिपहरू र अन्य उपकरणहरू परिचालन गर्दै दिनरात काम गर्यो। करिब 2 महिनाको अथक प्रयासपछि डिसेम्बर 5 तारिकमा अमेरिकी टोलीले पहिलो पटक भग्नावशेषको एउटा महत्त्वपूर्ण भाग पत्ता लगाउन सफल भयो। त्यसपछि आसपासको सम्पूर्ण परिधिमा खोजी तीव्र पारियो र बिस्तारै बिस्तारै सबै मुख्य पार्ट पूर्जाहरू, प्रविधिहरू र प्रणालीहरू फेला पारिए। डिसेम्बर 8 तारिकमा अमेरिकाका तर्फबाट आधिकारिक घोषणा गरियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्साहजनक वक्तव्यका साथ घोषणा गरे कि अमेरिकाले यो दौड जितेको छ। अमेरिकी नौसेनाले दाबी गरे अनुसार 400 फिट गहिराईबाट सबै भग्नावशेषहरू सफलतापूर्वक उद्धार गरिएको छ र कुनै पनि संवेदनशील प्रविधि चीनको हातमा पर्न पाएको छैन। सम्पूर्ण प्रविधि इन्ट्याक्ट रहेको पुष्टि गरियो। अमेरिकाको दृष्टिकोणमा यो अभियान भूराजनीतिक विजय थियो। उनीहरूले चीनको नियन्त्रण क्षेत्र नजिकैबाट आफ्ना महत्त्वपूर्ण गोप्य प्रविधिहरू सुरक्षित गर्न सफल भएका थिए। उद्धार गरिएका पार्ट पूर्जाहरूलाई अब अमेरिकी बेसमा लगेर कुनै प्रविधिमा क्षति वा कपी गर्ने प्रयास भएको छ कि छैन भनेर विस्तृत विश्लेषण गरिनेछ।
हुन त अमेरिकाले आफ्नो दुर्घटनाग्रस्त विमान खोज्न सफल भएकोमा उसले निकै हर्षोल्लासका साथ आफूलाई विजयी घोषणा गर्यो। तर धेरै रक्षा विशेषज्ञ र टिप्पणीकारहरूले अमेरिकाको उक्त खुसीमाथि गम्भीर प्रश्नहरू उठाएका छन्। निश्चय नै दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष चीनको हातमा पर्न पाएन। तर अमेरिकाले बिर्सन नहुने कुरा के हो भने उसले आफ्नो उन्नत प्रविधि उसका मित्र राष्ट्रहरूलाई पनि बेचेको छ। अब ती देशहरू जो चीनका पनि महत्त्वपूर्ण रक्षा साझेदार हुन्, के यस्तोमा अमेरिकी अत्याधुनिक रक्षा प्रविधि अहिलेसम्म चीनको हातमा पुग्नबाट जोगिएको होला त? उदाहरणका लागि अमेरिकाले F-35 जस्ता विमानका प्रविधिहरू साउदी अरेबियालाई बेचेको छ, जो चीनको ठूलो रक्षा साझेदार हो। विशेषज्ञहरूले प्रश्न गर्छन् कि के ती मित्र राष्ट्रहरूले चीनसँग यो प्रविधि साझा नगर्लान् त? यसरी विभिन्न ब्याक च्यानल मार्फत अमेरिकी प्रविधि चीनको हातमा पुगेको हुन सक्ने बलियो सम्भावना पनि उत्तिकै छ। यसबाहेक चीनको J-17, J-20 र J-15 जस्ता सैन्य विमान विकासको इतिहास हेर्ने हो भने उक्त विमानहरूमा अमेरिकी वा रुसी विमानहरूको डिजाइनको स्पष्ट प्रतिलिपि देख्न सक्छौं। त्यसैले चीनले अमेरिकासँगका साझेदार देशहरूबाट पहिले नै आवश्यक प्रविधिहरू हासिल गरिसकेको हुन सक्छ, जसका कारण खसेको भग्नावशेषमा उसको तत्काल ठूलो चासो नभएको पनि हुन सक्छ। एसियाली रक्षा विशेषज्ञहरूले यस्तै अर्को महत्त्वपूर्ण पाटो औल्याएका छन्। यदि चीनले साँच्चै ती प्रविधिहरू खोज्न चाहेको भए अमेरिकाले ती कहिल्यै पत्ता लगाउन सक्ने थिएन, किनकि दक्षिण चीन सागरमा चीनको होम एडभान्टेज अर्थात् उसले घरेलु सहजताको उपयोग गर्न सक्थ्यो, जहाँ चीनले भग्नावशेष सङ्कलन कार्य अमेरिकाको तुलनामा अझ तीव्र गतिमा गर्न सक्थ्यो। चीनले अमेरिकी उद्धार कार्यमा बाधा नपुर्याउनुको मतलबमै यही हो कि या त चीनले त्यो प्रविधि कपी गर्न चाहेन वा उसलाई त्यसको तत्काल आवश्यकता परेन, अथवा ऊ यो विषयमा कुनै विवाद सिर्जना गर्न चाहदैनथ्यो। वास्तवमा दक्षिण चीन सागरमा अमेरिकी विमानको उद्धार अभियान दुई विश्व महाशक्ति बीचको सैन्य र प्राविधिक प्रतिस्पर्धाको एउटा सानो तर महत्त्वपूर्ण अध्याय थियो। यो घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा रक्षा प्रविधिको सुरक्षा र त्यसको गोप्यता कायम राख्ने विषय कति महत्त्वपूर्ण छ भन्ने देखाएको छ। अमेरिकाले आफ्नो महत्त्वपूर्ण एन्टी सबमरिन वारफेयर प्रविधि, खास गरी ALFS टिपिङ सोनारलाई चीनको हातमा पर्नबाट जोगाउन सफल भएको दाबी गरेको छ। यो सफलताले अमेरिकी नौसेनाको समुद्री क्षमतालाई सुरक्षित राख्न मद्दत गरेको छ। तर यसैबीच यो घटनाले अमेरिकी प्रविधिहरूको चोरी वा गुप्त हस्तान्तरणको व्यापक सम्भावनालाई पनि सतहमा ल्याइदिएको छ। यो प्रतिस्पर्धा केवल भग्नावशेषको टुक्रा खोज्नुमा मात्र सीमित थिएन, यो त भविष्यको समुद्री युद्धमा कसले प्राविधिक अग्रता कायम राख्छ भन्ने कुराको एउटा प्रतीकात्मक लडाईँ थियो। अमेरिकाले आफ्नो प्रविधि सुरक्षित गर्यो, तर चीनले आफ्नो रक्षा क्षमता बढाउने प्रयासमा कमी ल्याउने छैन र दुई शक्ति बीचको यो प्रविधि दौड र दक्षिण चीन सागरको तनाव भविष्यमा पनि जारी रहने निश्चित छ।